नमस्कार। आज हामी सुमना श्रेष्ठको बारेमा अलिकति गहिरिएर कुरा गरौँ न। हुन्छ। स्रोतहरूले त उहाँको पढाइ, काम, राजनीति यात्रा, मन्त्री हुँदा के गर्नुभयो, पार्टीमा के भूमिका थियो, सबै समेटेका छन्। हो, एकदम। आजको छलफलको उद्देश्य चाहिँ उहाँ कसरी राजनीतिमा आउनुभयो, मुख्य नीतिहरू के थिए र अहिलेको अवस्था के छ भनेर बुझ्ने हो। बिल्कुल। यो उहाँको राजनीतिक यात्राको एउटा संक्षिप्त तर गहन विश्लेषण जस्तै हुनेछ। यसमा मलाई सबैभन्दा चाख लागेको कुरा चाहिँ के हो भने बाहिर पढेको अनुभव लिएको मान्छेले यहाँ नेपालको राजनीति र नीति बनाउने काममा त्यो ज्ञान कसरी प्रयोग गर्न खोज्नुभयो। हो, त्यो महत्त्वपूर्ण प्रश्न हो। खासगरी मन्त्री हुँदाको उहाँको प्रयास छोटो भए पनि निकै चर्चामा रह्यो। त्यसो भए सुरु उहाँको पृष्ठभूमिबाटै गरौँ है त। काठमाडौँमा जन्म 1984मा हो। एसएलसी सरस्वती बोर्डिङ स्कुलबाट ए लेभल बुढा नीलकण्ठबाट अनि त्यसपछि अमेरिका। अमेरिकाको पढाइ त झन् निकै भनौँ न प्रभावशाली छ। उहाँले 2007मा ब्रिनमार र ह्याभरफोर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक गर्नुभयो, त्यो पनि म्याग्ना कम लाउड भनेको उच्च सम्मानसहित। ए हो र? हो। अनि त्यसपछि फेरि 2011मा एमआईटी स्लोन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए। एमआईटी भनेको त विश्वकै टप ठाउँमा पर्यो नि। वाह, त्यो त साँच्चै फरक पृष्ठभूमि भयो है नेपाली राजनीतिको लागि त। एकदमै। यस्तो प्रोफाइल कमै देखिन्छ। राजनीतिमा आउनु अघि नै उहाँको व्यावसायिक जीवन कस्तो थियो? मैले सिटी ग्रुप, बोस्टन कन्सल्टिङ ग्रुप जस्ता नाम सुनेको छु। हो त। उहाँले सिटी ग्रुपमा ट्रेड एनालिस्ट भएर काम गर्नुभयो। अनि बीसीजी, बोस्टन कन्सल्टिङ ग्रुप, त्यो त एकदमै ठूलो कन्सल्टिङ फर्म हो, त्यहाँ पनि परामर्शदाताको रूपमा काम गर्नुभयो। भनेपछि अन्तर्राष्ट्रिय अनुभव राम्रै थियो। त्यसले उहाँलाई यो बिजनेस कसरी चल्छ, रणनीति कसरी बनाइन्छ भन्ने राम्रो ज्ञान दियो होला। तर त्यसपछि आयो 2015को भूकम्प। मलाई लाग्छ त्यसले उहाँको करियरको बाटो अलि मोड्यो कि। ए, भूकम्प पछिको काममा पनि लाग्नुभयो उहाँ? हो नि। विश्व खाद्य कार्यक्रम WFP मार्फत राहतमा सक्रिय हुनुभयो अनि काष्ठमण्डप, रानी पोखरी पुनर्निर्माण जस्ता सम्पदा बचाउने काममा पनि लाग्नुभयो। अनि उहाँको त्यो कारपुल काठमाडौँ भन्ने अभियान पनि थियो हैन? थियो। अनि अर्को मेडिकेसन फर नेपाल भन्ने पनि थियो। त्यसलाई त बाराक ओबामाले पनि प्रशंसा गर्नुभएको थियो रे। ए, ओबामाले नै? हो, स्रोतहरूमा त्यस्तो उल्लेख छ। नागरिक स्तरको पहलमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो। अनि त्यसपछि चाहिँ राजनीतिक यात्रा सुरु भयो राष्ट्रिय स्वतन्त्र पार्टीबाट। हो, ठ्याक्कै। डिसेम्बर 2022मा रासोपाबाट समानुपातिक सांसद भएर प्रतिनिधि सभा छिर्नुभयो। संसदमा कस्तो रह्यो उहाँको भूमिका? उहाँ शिक्षा, स्वास्थ्य, सूचना प्रविधि समितिहरूमा निकै सक्रिय देखिनुभयो। अनि उहाँले ल्याउनु भएको एउटा प्रस्ताव मलाई निकै चाखलाग्दो लाग्यो, पार्लियामेन्ट्री क्यालेन्डरको। ए, त्यो क्यालेन्डरको कुरा, त्यो किन त्यति महत्त्वपूर्ण थियो र? हेर्नुस् न, हाम्रो संसदमा कतिखेर अधिवेशन बस्छ, कहिले बैठक हुन्छ, के थाहा नहुने एकदमै तदर्थवादमा चलेको थियो नि त। हो त। यो क्यालेन्डरले चाहिँ पहिले नै जानकारी होस्, सांसदहरूले तयारी गर्न पाउन्, नागरिकले पनि थाहा पाउन् भन्ने उद्देश्य राखेको थियो। पारदर्शिता र प्रभावकारिताको लागि यो आवश्यक थियो। अनि त्यो बिल ह्याकाथन भन्ने पनि उहाँकै आइडिया हो, विधेयक बनाउँदा जनताको सहभागिता गराउने। हो, त्यो पनि एउटा नयाँ प्रयास थियो, नीति निर्माणलाई अलि खुला बनाउने। उहाँले शिक्षा र अर्थतन्त्रसँग जोडिएका संशोधन विधेयक पनि पेश गर्नुभयो। अनि त्यसपछि मार्च 2024मा मन्त्री बन्नुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, जम्मा 4 महिना जति हैन, जुलाई 2024सम्म। हो, छोटो कार्यकाल। त्यो छोटो कार्यकालमा के काममा जोड दिनुभयो त? खास गरी त्यो विश्वविद्यालयमा राजनीतिक नियुक्ति हटाउने कुरा त सधैँ उठ्छ, तर हुन गाह्रो छ। उहाँको मुख्य जोड नै त्यसमा थियो जस्तो देखिन्छ। विश्वविद्यालयमा दलीय भागबण्डा होइन कि योग्यता र प्रक्रिया पुर्याएर नियुक्ति गर्ने सिस्टम बनाउने। उहाँले प्रक्रियागत सुधारमै ध्यान दिनुभएको थियो। अरू के? रोकिएको विद्यालय शिक्षा विधेयक अघि बढाउने, पाठ्यक्रम सुधार गर्ने जस्ता कुरा पनि प्राथमिकतामा थिए। तर पार्टीमा सहमहामन्त्री हुनुभएको थियो, त्यो पदबाट त राजीनामा दिनुभयो नि? हो, त्यो पनि भयो। रासोपाको सहमहामन्त्री बनेको केही समयमै उहाँले राजीनामा दिनुभयो।
कारण चाहिँ एक व्यक्ति एक पदको नीतिलाई देखाइएको छ। त्यो नीति अनुसार राजीनामा दिँदा उहाँले सांसदको भूमिका र पार्टीको भूमिका बीच सन्तुलन मिलाउन, पार्टीमा अझै पारदर्शिता चाहियो, संगठनात्मक सुधार गर्नु पर्यो भन्ने जस्ता कुरा उठाउनु भएको स्रोतमा देखिन्छ। अनि जनताको अपेक्षा पूरा गर्ने चुनौतीबारे पनि भन्नुभएको थियो रे। हो, त्यो पनि उल्लेख छ। भनेपछि अहिले चाहिँ के गर्दै हुनुहुन्छ त? अहिले उहाँ प्रतिनिधि सभा सदस्यकै रूपमा सक्रिय हुनुहुन्छ। उहाँको ध्यान अझै पनि नीति निर्माण, संस्थागत सुधार, खासगरी शिक्षा, प्रविधि, पारदर्शितामै केन्द्रित छ। प्रवासी नेपाली, युवा उद्यमशीलता जस्ता विषयमा पनि चासो छ भनिन्छ। ती विषयमा उहाँ पहिलेदेखि नै बोल्दै आउनुभएको हो। ल, आजको छलफललाई मोटामोटी यही बिट मारौँ। सुमना श्रेष्ठको कुरा गर्दा उच्च शिक्षा, अन्तर्राष्ट्रिय अनुभव र सुधार गर्ने सोच लिएर राजनीतिमा आउनुभएको देखियो। हो, प्रणाली बदल्ने, पारदर्शिता ल्याउने, काम छिटो छरितो बनाउने कुरामा उहाँको जोड देखिन्छ। एकदम। अब एउटा प्रश्न चाहिँ मनमा आइरहन्छ। विदेशमा सिकेको कुरा, त्यहाँको काम गर्ने तरिका, यहाँ नेपालको यो जटिल परम्परागत राजनीतिक प्रशासनिक प्रणालीमा लागू गर्न खोज्दा कस्ता खालका व्यावहारिक चुनौती आउँदा हुन्? हो त नि, त्यो त पक्कै गाह्रो हुन्छ होला। अनि अर्को कुरा, उहाँले जुन पारदर्शिता र संस्थागत सुधारको अडान लिनुभएको छ, त्यसले के साँच्चै नेपाली राजनीतिमा कुनै नयाँ मानक बनाउन सक्ला त? यो चाहिँ सोच्नुपर्ने विषय हो। निकै सान्दर्भिक प्रश्न। यसमै आजको छलफल टुङ्ग्याउँ। धन्यवाद। धन्यवाद।